गाइज म तपाईँहरूकै रियल्टर राम कार्की सदा चाहिँ आज पनि रियल इस्टेट सम्बन्धी जानकारी लिएर आएको छु। यदि तपाईँहरू कोअप अथवा कन्डोमिनियम खरिद गर्ने प्रोसेसमा हुनुहुन्छ अथवा सोचिरहनु भएको छ भनेदेखि यो भिडियो अन्त्यसम्म हेर्नुहोला। यदि तपाईँहरू कोअप अपार्टमेन्ट अथवा कन्डोमिनियम अपार्टमेन्ट खरिद गर्दै हुनुहुन्छ भने जहिले पनि त्यो बिल्डिङमा चाहिँ कति प्रतिशत भाग चाहिँ रेसिडेन्सियल स्पेसको रूपमा छुट्याएको छ र कति प्रतिशत चाहिँ कमर्सियल स्पेसको रूपमा छुट्याएको छ अवश्य जानकारी लिनुहोला। यदि कुनै पनि बिल्डिङमा धेरै मात्रामा कमर्सियल स्पेस छुट्याएको छ भनेदेखि त्यस्ता बिल्डिङमा चाहिँ ब्याङ्कले लोन प्रोभाइड गर्न गाह्रो मान्दछ। यदि लोन प्रोभाइड गरे पनि तपाईँको चाहिँ ब्याज दर महँगो पर्न सक्छ र तपाईँहरूले गर्ने त्यो अपार्टमेन्ट रिसेल गर्दाखेरिको अपार्टमेन्टको रिसेल भ्यालु पनि राम्रो नहुन सक्छ। त्यसले गर्दाखेरि जहिले पनि तपाईँहरूले यो जानकारी लिनु जरुरी छ कि कुनै पनि बिल्डिङमा कमर्सियल स्पेस कति छ भनेर। यदि थोरै छ भने त समस्या भएन, धेरै भयो भने समस्या हुन सक्छ। थ्याङ्क यू।